एकजना युवकले एउटा ल्यापटप भेटाउँछ जसमा सिक्रेट फाइल एन्ड सिक्रेट भिडियोजहरू हुन्छन्। बेलुका आफ्नो साथीहरूसँग भिडियो च्याटमा कुरा गर्दै ल्यापटपमा भएको सिक्रेट भिडियोहरू हेर्छन्। भिडियोमा मर्डर लास्टै इलिगल एक्टिभिटिजहरू देखेर पुलिसलाई कल गर्ने कुरा गर्छन्। तब त्यही ग्रुप च्याटमा केही अननोन आइडी जोडिन्छन् जो ल्यापटप उसले भेटाएको थियो त्यो एउटा डार्क वेब युजरको थियो। अब उनीहरूलाई त्यही लाइभमा यस्तो टास्क गर्न लगाउँछन् कि हेर्दा डरले शरीर काप्छ। टास्क नगरे वा च्याटबाट आउट भएपछि पुलिसलाई कल गर्न खोजेपछि उनीहरूको फ्यामिली मेम्बरलाई त्यही लाइभमा देखाएर मारिदिन्छन्। मुभीमा डार्क वेबको डार्क साइड यसरी देखाइएको छ कि तपाईँले मुभी हेरिसकेपछि इन्टरनेटलाई युज गर्न नि डर लाग्छ। मुभीमा ब्रुटल टास्क टेन्स सिचुएसन भरपूर छ। मुभी नै स्क्रिन रेकर्डमा सुट गरिएको छ, हेर्दा झन् रियलिस्टिक लाग्छ। सन् 2014मा रिलिज भएको साइबर थ्रिलर अनफ्रेन्डेड र पार्ट 2 चाहिँ सन् 2018मा अनफ्रेन्डेड डार्क वेब रिलिज भएको छ। मुभी एकदमै थ्रिलर र डरलाग्दो छ। कमजोर मुटु भएको टाढै रहनु होला। यस्तै मुभी रिकमेन्डेसन र रिभ्यूको लागि च्यानललाई सब्सक्राइब र पेजलाई फलो गरिदिनु होला। थ्याङ्क यू।